नमस्कार। आज हामी ट्रेडिङको दुनियाँका एकजना साँच्चीका दिग्गज ल्यारी विलियम्सको 60 वर्ष लामो अनुभव र दर्शनमा अलिक गहिरिएर कुरा गर्दैछौँ। हो ल्यारी विलियम्स। उहाँ त्यो नाम हो जसले वर्ल्ड कप ट्रेडिङ च्याम्पियनसिपमा सोच्नुहोस् त केवल $10,000 एकै वर्षमा $1.1 मिलियन भन्दा बढी बनाउनु भयो। त्यो भनेको त 11,000% भन्दा बढी अविश्वसनीय प्रतिफल। अनि यो कीर्तिमान आज 38 वर्षसम्म पनि कसैले तोड्न सकेको छैन रे। साँच्ची नै असाधारण उपलब्धि हो। र हाम्रो आजको यो छलफल उहाँसँग हालै भएको एउटा विस्तृत अन्तर्वार्ताको ट्रान्सक्रिप्टमा आधारित छ, जहाँ उहाँले आफ्नो लामो यात्रा, रणनीतिहरू अनि बजारलाई हेर्ने दृष्टिकोणबारे खुलेर कुरा गर्नुभएको छ। त्यसो भए आज हाम्रो उद्देश्य के हो त? हामी विलियम्सको यो अन्तर्वार्ताबाट अलि महत्त्वपूर्ण र सायद केही स्थापित धारणाहरूलाई चुनौती दिने खालका विचारहरू निकाल्ने प्रयास गर्नेछौँ। खास गरी उहाँले चार्टभन्दा बजारको अवस्थालाई किन बढी महत्त्व दिनुहुन्छ अनि जोखिम र मनोविज्ञानलाई कसरी हेर्नुहुन्छ, यस्तै कुराहरूमा केन्द्रित हुनेछौँ। अच्छा, बिल्कुल। विलियम्सको यात्रा आफैमा एउटा सिकाइ हो। उहाँले सुरुमा त अलि यान्त्रिक मतलब मेकानिकल ट्रेडरको रूपमा काम सुरु गर्नुभएको थियो रे, प्राविधिक विश्लेषणमा आधारित। हो र? तर 6 दशकको अनुभवले उहाँको दृष्टिकोणलाई निकै फेरेको छ हैन त? एकदमै। अहिले उहाँ प्राविधिक विश्लेषणलाई निकै सीमित उपयोगिता भएको मान्नुहुन्छ। मुख्यतया बजारको समग्र प्रवृत्ति मतलब ट्रेन्ड कता छ भनेर हेर्न र त्यो प्रवृत्तिमा आउन सक्ने सम्भावित परिवर्तन पहिल्याउन मात्र। उहाँको एउटा भनाइ नै छ नि, चार्ट्सहरूले बजार कहाँ थियो भनेर मात्र देखाउँछ, कहाँ जाँदैछ भन्ने होइन। उहाँले त चार्टलाई कुखुराले कोरे जस्तो पनि भन्नुभएको छ रे। को चिकन स्क्रैचेस? यो त स्थापित मान्यताभन्दा अलि फरक नै सुन्यो नि। निकै फरक। धेरै मान्छेहरू त चार्ट प्याटर्न र सूचकहरूमा नै केन्द्रित हुन्छन्, तर उहाँको विश्वास चाहिँ फरक रहेछ। उहाँको मूल विश्वास के हो भने बजार चार्टले होइन, आधारभूत अवस्थाहरूले चल्छ। मतलब बजारमा वस्तुको अत्याधिक आपूर्ति छ कि कम, लगानीकर्तामा डर छ कि लोभ, यस्ता वास्तविक आर्थिक र मनोवैज्ञानिक अवस्थाहरूले बजारलाई डोर्याउँछन्। अनि चार्ट नि? चार्ट त केवल दिनभरका ती अवस्थाहरूप्रति मानिसहरूले देखाएको भावनात्मक प्रतिक्रियाको प्रतिबिम्ब मात्र हो उहाँको विचारमा। त्यसो भए यदि चार्टले भविष्य बताउँदैन भने बजारको त्यो भावना वा अवस्था बुझ्ने केही व्यावहारिक तरिका उहाँले बताउनु भएको छ कि? छ। उहाँ एउटा सरल तर रोचक अवलोकन प्रस्तुत गर्नुहुन्छ, जस्तो कि यदि बजार दिनको कारोबारको अन्त्यमा आफ्नो सबभन्दा उच्चतम बिन्दु नजिक बन्द हुन्छ भने यसले प्राय भोलिपल्ट बजार माथि नजाने संकेत गर्छ रे। हो र? किन त्यस्तो? सामान्यतया त उच्च बिन्दुमा बन्द हुनुलाई तेजीको संकेत मानिन्छ नि। हो, तर उहाँको तर्क विपरीत छ। किनभने त्यो दिन किन्न चाहने लगभग सबैले किनिसकेका हुन्छन्। अब थप खरिद चाप कम हुन्छ। रोचक तर्क। अनि यसको ठिक उल्टो, यदि बजार दिनको तल्लो बिन्दु नजिक बन्द हुन्छ भने अर्को दिन बजार बढ्ने सम्भावना बढी हुन्छ, किनकि बेच्न चाहनेहरूले बेचिसकेका हुन्छन्। भनेपछि बजार दैनिक रूपमा यस्तै उच्च क्लोज र निम्न क्लोजहरू बीच एउटा चक्रमा घुमिरहन्छ? हो, उहाँको विचारमा त्यस्तै हो। यो आफैमा बजारको छोटो अवधिको अवस्था बुझ्ने एउटा तरिका भयो। अनि प्राविधिक विश्लेषणका जटिल सिद्धान्तहरू जस्तै इलियट वेभ थ्योरी वा गान सिद्धान्तहरूप्रति उहाँको धारणा के छ? धेरैले यिनलाई खूब महत्त्व दिन्छन् नि। उहाँ यस्ता जटिलताहरूप्रति अलि शङ्कालु हुनुहुन्छ। उहाँ सरलता मन पराउनुहुन्छ। बढी सोचेर अनावश्यक रूपमा स्थितिलाई जटिल बनाउनबाट बच्न खोज्नुहुन्छ। उहाँको मान्यता के हो त? स्पष्ट छ, कुनै पनि सिद्धान्त वा रणनीति त्यसले दिने नतिजाबाट प्रमाणित हुनुपर्छ। तर उहाँले आफ्नो लामो करियरमा यस्ता जटिल सिद्धान्तहरू प्रयोग गरेर कसैले लगातार नाफा कमाएको खासै देख्नु भएको छैन रे। यसको मतलब ती सिद्धान्तहरू कामै गर्दैनन् भन्ने हो त? उहाँ ठ्याक्कै त्यसो भन्नुहुन्न। बरु के भन्नुहुन्छ भने रणनीतिहरू कहिलेकाहीँ मात्र काम गर्छन्, किनभने बजारहरू आफैमा अपूर्ण र अप्रत्याशित छन्। उदाहरण? उहाँ अमेरिकी फुटबलको उदाहरण दिनुहुन्छ। हरेक खेल गोल गर्नकै लागि डिजाइन गरिएको हुन्छ, तर सधैँ गोल हुँदैन नि। बजार पनि त्यस्तै हो, हरेक रणनीति सधैँ सफल हुँदैन। त्यसैले सरलता र जेले काम गर्छ त्यसमा ध्यान दिनु राम्रो। बजार विश्लेषणका यी तरिकाहरू त भए, तर अब अलि अगाडि बढौँ। रणनीति जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने व्यक्तिको मनोविज्ञान
र जोखिम व्यवस्थापनले ठूलो फरक पार्छ नि। हो, बिल्कुल। त्यसअघि उहाँले प्रयोग गर्ने केही खास उपकरण र सूचकहरूबारे छलफल गरौँ न, जस्तो कि कमिटमेन्ट अफ ट्रेडर्स COT रिपोर्ट। उहाँ यो प्रयोग गर्ने पहिलो व्यक्तिहरूमध्ये एक हुनुहुन्थ्यो रे। हो, र COT रिपोर्टप्रतिको उहाँको दृष्टिकोण पनि अरूभन्दा फरक, अलि विपरीत, कन्ट्रेरियन छ। सामान्यतया मानिसहरू के सोच्छन् भने ठूला सूचित खेलाडी मतलब कमर्सियल्सहरूले जे गर्छन् त्यही पछ्याउनुपर्छ। तर विलियम्सको बुझाइ फरक छ। हो, उहाँ भन्नुहुन्छ कमर्सियलहरू जस्तै किसान, उत्पादक, ठूला ब्याङ्कहरू यिनीहरूले मूल्य घट्दा किन्छन्, एक्युमुलेट, र बढ्दा बेच्छन्, डिस्ट्रिब्युट। तर उनीहरू बजारको ठिक समय टाइमिङ मिलाउन खोजिरहेका हुँदैनन्। उनीहरू आफ्नो मुख्य व्यवसायको जोखिम हेजिङ गरिरहेका हुन्छन्। अर्थात् कमर्सियलहरूले किन्दैमा बजार तुरुन्तै बढ्छ भन्ने ग्यारेन्टी छैन। त्यसैले उहाँ COT-लाई एउटा अवस्था सूचक मान्नुहुन्छ, ठिक समय बताउने औजार होइन। यसले बजार सायद एउटा महत्त्वपूर्ण र्याली वा गिरावटको क्षेत्रमा पुगेको हुन सक्छ भन्ने सङ्केत गर्छ, तर त्यो भोलि नै सुरु हुन्छ भन्ने होइन। यो दीर्घकालीन अवस्था बुझ्न सहयोगी छ। अनि COT रिपोर्ट हेर्दा अरू के कुरामा ध्यान दिनुपर्छ भन्नुहुन्छ उहाँ? उहाँ रिपोर्टमा भएका विभिन्न खेलाडीहरू, साना व्यापारी, ठूला फन्ड म्यानेजर र कमर्सियलहरूको व्यवहारलाई छुट्टा छुट्टै बुझ्नुपर्छ भन्नुहुन्छ, र बजार अनुसार पनि उनीहरूको व्यवहार फरक हुन सक्छ। जस्तो कि उहाँले भन्नुभएको छ सुँगुर वा गाईबस्तु जस्ता कृषि उपजको बजारमा साना व्यापारीहरू पनि कहिलेकाहीँ निकै चलाख र सही हुन सक्छन्, जुन अन्य बजारमा बिरलै हुन्छ। हरेक बजारको आफ्नै चरित्र हुन्छ। COT सँगसँगै उहाँ ओपन इन्ट्रेस्टलाई पनि महत्त्व दिनुहुन्छ भनिन्छ नि, मतलब बजारमा भएका कुल खुला सम्झौताको सङ्ख्या। हो, ओपन इन्ट्रेस्टले बजारमा कति मानिस वा पुँजी सक्रिय छ भन्ने देखाउँछ। उहाँको एउटा महत्त्वपूर्ण अवलोकन के छ भने जब ओपन इन्ट्रेस्ट धेरै उच्च हुन्छ, एकदमै बढेर जान्छ, त्यो प्राय बजारको महत्त्वपूर्ण उच्च बिन्दु नजिक भएको सङ्केत हुन सक्छ। किन त्यस्तो? किनभने लगभग सबैजना जो बजारमा प्रवेश गर्न चाहन्थे गरिसकेका हुन्छन्। अब किन्नका लागि नयाँ पैसा वा नयाँ सहभागी खासै बाँकी हुँदैनन्। तर यहाँ पनि केही सूक्ष्म कुरा होला नि, ओपन इन्ट्रेस्ट बढ्नु मात्रले त हुँदैन होला। पक्कै पनि। यहाँ पनि महत्त्वपूर्ण कुरा के हो भने ओपन इन्ट्रेस्ट कसले बढायो भनेर हेर्नुपर्छ। यो COT रिपोर्टसँग मिलाएर हेर्न सकिन्छ। कसरी? यदि ओपन इन्ट्रेस्ट कमर्सियलहरूको खरिदले बढेको हो भने त्यो बजारको लागि राम्रो तेजीको सङ्केत हुन सक्छ। तर यदि यो साना सट्टेबाजहरूको अत्यधिक खरिदले बढेको हो, जो प्राय बजारको उल्टो दिशामा हुन्छन्, भने त्यो मन्दीको सङ्केत हुन सक्छ। भनेपछि उहाँ कुनै एउटा सूचकमा मात्र भर पर्नुहुन्न, बरु धेरै कुराहरूलाई एकै ठाउँमा राखेर हेर्नुहुन्छ। एकदम सही। उहाँ भन्नुहुन्छ म मल्टिफ्याक्टर मोडलमा विश्वास गर्छु। उहाँ COT, ओपन इन्ट्रेस्ट, मौसमिता, चक्र, बजारको मूल्याङ्कन र एक्युमुलेसन डिस्ट्रिब्युसन जस्ता धेरै कुराहरू एकैसाथ हेर्नुहुन्छ। एउटै बजारमा धेरै कुराहरू एकैसाथ मिलेको खोज्नुहुन्छ। जस्तै कस्तो अवस्थामा उहाँलाई बलियो सङ्केत मिल्छ? जस्तै COT-ले कमर्सियल खरिद देखाउने, ओपन इन्ट्रेस्ट कमर्सियलले बढाएको देखिने र मौसमी प्रवृत्ति पनि सकारात्मक हुने अवस्था आयो भने त्यो उहाँको लागि निकै बलियो सङ्केत हुन सक्छ। अनि उहाँले बजार कसरी छान्नुहुन्छ त? कुन बजारमा ट्रेड गर्ने भनेर? उहाँ भन्नुहुन्छ सबैभन्दा राम्रो बजार त्यो हो जुन अहिले सबैभन्दा राम्रोसँग सेटअप भएको छ। उहाँ हरेक शनिबार सबै प्रमुख बजारहरूको विश्लेषण गर्नुहुन्छ अनि अर्को हप्ता कुन बजार बढ्न वा घट्नका लागि सबैभन्दा राम्रोसँग तयार देखिन्छ भन्ने सूची बनाउनुहुन्छ। त्यसपछि मात्र दैनिक चार्ट हेरेर ट्रेन्ड परिवर्तन र प्रवेश बिन्दु खोज्नुहुन्छ। उहाँले एक्युमुलेसनको अवधारणा पनि अलि फरक तरिकाले प्रयोग गर्नुहुन्छ भनिएको छ। यो प्राविधिक विश्लेषणको वाइकअफ एक्युमुलेसन जस्तो होइन रे? होइन, त्यो भन्दा फरक छ। वाइकअफ एक्युमुलेसन चार्ट प्याटर्नमा आधारित हुन्छ, तर विलियम्सले कमर्सियलहरूको खरिद चाप मापन गर्न एउटा आफ्नै सिन्थेटिक इन्डेक्स विकास गर्नुभएको छ। त्यो के हो? यो सूचीकाङ्क चाहिँ आजको र भोलिको खुला उच्च न्यून बन्द मूल्यहरूको सम्बन्धको विश्लेषणमा आधारित छ।
जसले ठूला खेलाडीहरूले चुपचाप किन्दैछन् कि बेच्दैछन् भन्ने सङ्केत दिन्छ। फेरि पनि यहाँ उहाँको मूल विश्वास देखिन्छ, बजारहरू चार्ट प्याटर्नले होइन, भित्री कारणहरूले चल्छन्। बजार विश्लेषणका यी विधिहरू निकै रोचक छन्, तर अब अझ महत्त्वपूर्ण पाटोतिर लागौँ, जोखिम व्यवस्थापन र मनोविज्ञान। विलियम्स भन्नुहुन्छ, जोखिम बिना पुरस्कार हुँदैन। तर जोखिमलाई कसरी हेर्ने त? उहाँ जोखिम र पुरस्कारको सम्बन्धलाई स्वीकार्नुहुन्छ, तर उहाँ थप्नुहुन्छ, उच्च जोखिम लिनका लागि कि त उच्च सटिकता चाहिन्छ कि त ठूलो एज, मतलब अरूभन्दा फरक फाइदा। गणितीय रूपमा त एउटा अप्टिमल जोखिम प्रतिशत भन्ने पनि हुन्छ नि, जसले सम्पत्ति छिटो बढाउँछ भनिन्छ। हो, अप्टिमल एफ भन्ने अवधारणा छ, तर विलियम्स चेतावनी दिनुहुन्छ, अप्टिमल एफ पछ्याउनु धेरैका लागि विनाशकारी हुन सक्छ। किन? गणितले त सबैभन्दा राम्रो देखाउँछ होला नि त। किनभने अप्टिमल एफले तपाईलाई आफ्नो पुँजीको निकै ठूलो हिस्सा जोखिममा राख्न लगाउन सक्छ। यदि लगातार केही ट्रेडहरू घाटामा गए भने, जुन सम्भव छ, त्यसले खाता नै सिद्ध्याउन सक्छ। गणितले औसतमा काम गर्ला, तर वास्तविकतामा लगातार घाटा पनि बेहोर्नुपर्छ। त्यसैले यो विनाशको निकै नजिक हुन सक्छ भन्नुहुन्छ उहाँ। बाफ्रे, त्यसो भए कति जोखिम लिने त? कसरी थाहा पाउने? यहाँ विलियम्सको सबैभन्दा महत्त्वपूर्ण सल्लाह आउँछ, आफ्नो सहज र जोखिम स्तर पत्ता लगाउनुहोस्। उहाँ एउटा सिधा प्रश्न सोध्नुहुन्छ, के तपाईँ राति सुत्न सक्नुहुन्छ? सुनेको थिएँ मैले यो। यदि तपाईँले लिएको जोखिमले तपाईँको निद्रा बिगारिरहेको छ भने त्यो तपाईँको लागि धेरै भयो। यो निकै व्यक्तिगत कुरा हो। उहाँले ट्रेडिङमा ठूलो घाटा बेहोरेका कारण आफ्ना 6 जना साथीहरूले आत्महत्या गरेको दुःखद घटना पनि उल्लेख गर्नुभएको छ। यसले जोखिम व्यवस्थापनको मनोवैज्ञानिक महत्त्व कति छ भन्ने देखाउँछ। निकै गम्भीर कुरा। यो जोखिम सहनशीलता मानिसमा जन्मजात हुन्छ कि सिक्न सकिन्छ? उहाँको के विचार छ? यो अलि बहसको विषय हो, तर उहाँ मान्नुहुन्छ कि केही मानिसहरू प्रकृतिले नै बढी जोखिम लिन सक्छन्। विलियम्सलाई उनको आफ्नै आशावादी प्रकृतिले मद्दत गरे जस्तो लाग्छ। उहाँमा सबै ठीक हुन्छ, गाउँको केटाले पनि गर्न सक्छ भन्ने खालको आत्मविश्वास थियो रे। तर उमेरले पनि फरक पार्छ होला नि? हो, उहाँ अहिले 83 वर्षको हुनुभयो। अहिले उहाँ पहिलेभन्दा कम जोखिम लिनुहुन्छ भन्नुहुन्छ। अनुभवले पनि सिकाउँछ। ट्रेडिङमा अर्को बहसको विषय छ, जित्ने दर, विन रेट कति महत्त्वपूर्ण छ? धेरै जित्नु नै राम्रो हो त? विलियम्सको विचारमा जित्ने दर मात्रै सबथोक होइन। उहाँ भन्नुहुन्छ, 95% जित्ने दर भएको प्रणालीले पनि पैसा गुमाउन सक्छ। कसरी? यदि बाँकी 5% घाटा यति ठूलो भयो कि त्यसले सबै नाफा खाइदियो भने, उहाँ बरु कम सटिकता तर ठूलो नाफा दिने ट्रेन्ड फलोइङ जस्ता रणनीतिहरू रुचाउनुहुन्छ। तर धेरै पटक गलत हुनु त मनोवैज्ञानिक रूपमा गाह्रो हुन्छ होला नि? हो, गाह्रो हुन्छ। मानिसहरू स्वभावैले सही हुन चाहन्छन्, तर ट्रेन्ड फलोवरहरू प्राय 30-40% समय मात्र सही हुन्छन्। तर जब उनीहरू सही हुन्छन्, उनीहरूले निकै ठूलो नाफा कमाउँछन्, जसले ती सानातिना धेरै घाटालाई पूर्ति गरेर पनि राम्रो मुनाफा दिन्छ। यसका लागि फरक किसिमको मानसिकता चाहिन्छ। अब त्यो अविश्वसनीय वर्ल्ड कप प्रदर्शनको कुरा गरौँ न। $10,000बाट $1.1 मिलियन, त्यो पनि 11,000% भन्दा बढी। यो कसरी सम्भव भयो कि यो केवल भाग्य थियो? विलियम्सका अनुसार भाग्य मात्र थिएन। यसका लागि 2 कुरा अनिवार्य थियो। पहिलो, अत्यन्तै उच्च जोखिम लिने क्षमता। उहाँले प्रति ट्रेड आफ्नो खाताको लगभग 30% सम्म जोखिम लिनुभएको थियो रे। 30%? बाप्रे। र दोस्रो, अत्यन्तै उच्च निश्चितता वा एज, मतलब अरूले नपाएको कुनै विशेष फाइदा। त्यो समयमा उहाँसँग पिट सेसन, ट्रेडिङ फ्लोरमा हुने प्रत्यक्ष कारोबारबाट प्राप्त हुने एज थियो, जुन अहिले इलेक्ट्रोनिक ट्रेडिङको युगमा छैन। यति धेरै जोखिम अनि त्यो प्रदर्शनलाई मानिसहरूले सहजै पत्याए त? पत्याएनन्। धेरैले शङ्का गरे। उहाँमाथि सरकारी छानबिन पनि भयो, तर उहाँले आफ्नो सबै रेकर्ड देखाएर आफू सही भएको प्रमाणित गर्नुभयो। अनि 1987 को क्र्यास पनि त्यही वर्ष परेको थियो, होइन? रोचक कुरा। उहाँको खाता $2.2 मिलियन सम्म पुगेर क्र्यासमा $750,000 मा झरेको थियो रे। तर उहाँ विचलित हुनु भएन, फेरि त्यसलाई वर्षको अन्त्यसम्ममा 1.1 मिलियनमा पुर्याउनु भयो।
यत्रो उतार चढावमा पनि भावनात्मक रूपमा स्थिर रहन सक्नु चाहिँ कमालै हो। हो, उहाँ भन्नुहुन्छ पैसा गुमाउँदा भावनात्मक असर परेन, बरु आफ्नो ट्रेडिङ योजनामा केन्द्रित रहनुभयो। उहाँको एउटा महत्त्वपूर्ण भनाइ छ, पुरानो पैसा मतलब गुमेको पैसा फिर्ता ल्याउन खोज्नुभन्दा नयाँ पैसा कमाउन सजिलो हुन्छ। यो त निकै गहिरो कुरा भयो। अगाडि हेर्ने मानसिकता। खातामा गिरावट आउँदा ड्रडाउनको समयमा उहाँको व्यवस्थापन शैली पनि अलि फरक छ भनिन्छ नि। गणितले त ड्रडाउनमा जोखिम घटाउनु भन्छ, तर उहाँ त्यसो गर्नुहुन्न रे। हो, यो अर्को उहाँको अलि फरक पक्ष हो। गणितीय जोखिम व्यवस्थापनका सिद्धान्तले ड्रडाउनको बेला पोजिसन साइज घटाउनुपर्छ भन्छन्, तर विलियम्स त्यसो गर्नुहुन्न। किन? किनभने उहाँलाई आफ्नो क्षमता र प्रणालीमा अत्यधिक आत्मविश्वास छ। उहाँले लाग्छ म फर्किनेछु। उहाँको लागि गणितीय सिद्धान्तभन्दा आफ्नो आत्मविश्वास र ट्र्याक रेकर्डले जित्छ। तर उहाँ यो पनि स्वीकार्नुहुन्छ कि यो सबैका लागि उपयुक्त नहुन सक्छ। अहङ्कारको बारेमा के भन्नुहुन्छ? सफल ट्रेडर हुन अहङ्कार चाहिन्छ कि यो बाधक बन्छ? उहाँका अनुसार केही हदसम्म अहङ्कार मतलब अगाडि बढ्ने भित्री ड्राइभ वा इच्छाशक्ति चाहिन्छ, तर सँगसँगै नम्रता पनि उत्तिकै आवश्यक छ। अति आत्मविश्वासले ट्रेडरलाई डुबाउँछ। कसरी थाहा पाउने त? उहाँका छोरा जो एक मनोचिकित्सक हुन् ले सफल व्यापारीहरूको अध्ययन गर्दा के पाउनुभयो भने उनीहरूमा आत्मविश्वास त थियो, तर अति आत्मविश्वासको कमी थियो र उनीहरूमा बजारप्रति नम्रता पनि थियो। उनीहरूलाई थाहा थियो कि बजार जहिले पनि सही हुन्छ। धैर्यको भूमिका कस्तो रहन्छ? यो त महत्त्वपूर्ण होला नि। अत्यन्त महत्त्वपूर्ण। विलियम्सले यसलाई शिकार खेल्ने अनुभवसँग जोड्नुहुन्छ। सही अवसरको लागि धैर्यतापूर्वक पर्खनुपर्छ। उहाँ आफ्नो ट्रेडिङ करियरको सबैभन्दा ठूलो गल्ती नै हतारमा सेटअप पूरा नहुँदै ट्रेडमा प्रवेश गर्नुलाई मान्नुहुन्छ। धैर्य नै सफलताको कुञ्जी हो भन्नुहुन्छ उहाँ। हो। 60 वर्षभन्दा बढी समय बजारमा टिक्नु आफैमा ठूलो उपलब्धि हो। किन धेरै व्यापारीहरू असफल हुन्छन् र कसरी लामो समयसम्म टिक्न सकिन्छ भन्नेमा उहाँको के निचोड छ? विलियम्सका अनुसार व्यापारीहरू असफल हुनुको मुख्य कारण रणनीति आफैमा खराब भएर मात्र होइन, बरु सही ज्ञान वा वास्तविक एजको कमीले हो। उनीहरूसँग साँच्चै काम गर्ने विधि नै हुँदैन। अनि विधि भए पनि त्यसलाई अनुशासनपूर्वक कार्यान्वयन गर्ने मनोवैज्ञानिक क्षमताको कमी हुन्छ। ट्रेडिङमा तनाव अत्यन्तै उच्च हुन्छ, त्यसलाई व्यवस्थापन गर्न सक्नुपर्छ। मानसिक र शारीरिक रूपमा तेज रहन स्वास्थ्य पनि महत्त्वपूर्ण छ। अनि अरू? र अन्तमा आफूले साँच्चै बुझ्ने र जसको शैली आफूसँग मिल्छ त्यस्तो शिक्षक वा पद्धति खोज्नु पनि जरुरी छ भन्नुहुन्छ। अब केही विपरीत लाग्ने विचार र अन्तिम सोचहरूतर्फ लागौं। उहाँले प्राविधिक विश्लेषणलाई कुखुरा कोरे जस्तो भन्नुभयो। त्यसो भए युवा व्यापारीहरू किन यसतर्फ बढी आकर्षित हुन्छन् जस्तो लाग्छ उहाँलाई? उहाँलाई लाग्छ यो सतही रूपमा सजिलो देखिन्छ। चार्ट हेर्न, सफ्टवेयर चलाउन, प्याटर्न खोज्न रमाइलो लाग्न सक्छ, तर उहाँ फेरि जोड दिनुहुन्छ वास्तविक बजार चालका पछाडि आधारभूत कारण वा अवस्थाहरू हुन्छन् जुन बुझ्न अलि गाह्रो, तर त्यो नै बढी महत्त्वपूर्ण छ। चक्रहरू, साइकल्सको बारेमा उहाँको विश्वास अलि फराकिलो देखिन्छ नि। दैनिक क्लोजको चक्रदेखि लामो अवधिसम्मका चक्रहरू। हो, उहाँ विभिन्न समय अवधिका चक्रहरूमा विश्वास गर्नुहुन्छ। जस्तै हामीले अघि कुरा गर्यौं नि, दैनिक उच्च न्यून क्लोजको चक्र, बजारको दायरा विस्तार र सङ्कुचन हुने चक्र, अनि 3.5 वर्षीय जस्ता लामो अवधिका आर्थिक वा बजार चक्रहरू। अझ रोचक कुरा त उहाँ ज्योतिष वा अङ्क ज्योतिष जस्ता अलि अपरम्परागत कुराहरूमा पनि केही मूल्य देख्नुहुन्छ रे। यो अलि अनौठो लागेन? हो, सुन्दा अनौठो लाग्न सक्छ, तर उहाँको भनाइ के हो भने यदि कुनै कुरा, त्यो ज्योतिष होस् वा अरू केही, कुनै व्यक्ति विशेषका लागि लगातार काम गर्छ र नतिजा दिन्छ भने त्यसलाई खारेज गरिहाल्नु हुँदैन। उदाहरण दिनुभएको छ कि? उहाँ भारतका एक सफल व्यापारी जसले ज्योतिषीय विश्लेषण प्रयोग गर्थे वा चन्द्रमाको कलाले बजारमा पार्ने प्रभावबारे भएका केही अध्ययनहरूको कुरा गर्नुहुन्छ। उहाँको जोड केमा छ भने अरूले के भन्छन् भन्दा पनि आफूलाई के कुराले काम गर्छ त्यो पत्ता लगाउनुपर्छ र त्यसमा विश्वास गर्नुपर्छ। तर उहाँ आफै चाहिँ तथ्याङ्क र कारण खोज्ने मान्छे होइन र? हो, उहाँ मूलतः तथ्याङ्क र प्रमाणमा विश्वास गर्नुहुन्छ। उहाँ सहसम्बन्ध, कोरिलेसन भन्दा कारण, कजेसन खोज्नुहुन्छ।
बजारलाई वास्तवमै चलाउने अवस्थाहरू नै कारण हुन् भन्ने उहाँको मान्यता छ। जस्तो कि उहाँले आफ्नै विस्तृत तथ्याङ्कीय अध्ययनमा फिबोनासी रिट्रेसमेन्टहरूले अनियमित नतिजाभन्दा खासै राम्रो काम नगरेको पाउनुभएको बताउनु भएको छ, जबकि धेरै प्राविधिक विश्लेषकहरू यसमा खूब विश्वास गर्छन्। अन्तमा आफ्नो लामो र सफल करियरलाई फर्केर हेर्दा उहाँ सबैभन्दा बढी गर्व केमा गर्नुहुन्छ? उहाँको विरासत के हो जस्तो लाग्छ उहाँलाई? पैसा वा कीर्तिमानभन्दा बढी उहाँ आफ्ना छोराछोरी, आफ्ना साथीहरू र उहाँले लेखेका पुस्तकहरूमा गर्व गर्नुहुन्छ। उहाँका पुस्तकहरूले उहाँको ज्ञान र अनुभवलाई भावी पुस्तासम्म पुर्याउनेछन्। त्यसैलाई उहाँ आफ्नो वास्तविक विरासत मान्नुहुन्छ। अनि बजारमा प्रवेश गर्न चाहने नयाँ व्यक्तिहरू वा सङ्घर्ष गरिरहेका अनुभवी व्यापारीहरूलाई उहाँको अन्तिम सल्लाह के छ? उहाँका मुख्य सल्लाहहरू एकदमै व्यावहारिक छन्। पहिलो, आफूले साँच्चै बुझ्ने र जसको शैली आफूसँग मिल्छ त्यस्तो गुरु वा ट्रेडिङको शैली खोज्नुहोस्, नक्कल मात्र नगर्नुहोस्। दोस्रो, आफ्नो भावना र जोखिम सहनशीलतालाई गहिरोसँग चिन्नुहोस्। त्यो के म राति सुत्न सक्छु भन्ने प्रश्न सधैँ सोध्नुहोस्। अनि तेस्रो, मेहनत गर्नुहोस्। उहाँ भन्नुहुन्छ, तपाईले जति लगानी गर्नुहुन्छ त्यति नै पाउनुहुन्छ। यो भाग्यको खेल मात्र होइन। र चौथो, जुन कुराले तपाईको लागि काम गरिरहेको छ त्यसमै लागिरहनुहोस्। घोडा जुन दिशामा जाँदैछ त्यतै चढेर जानुहोस्। अर्थात् आफ्नो सफल रणनीतिलाई शङ्का नगरी पछ्याउनुहोस्। वाह, ल्यारी विलियम्सको 6 दशकको अनुभवबाट आएका यी विचारहरू साँच्चै नै मननयोग्य छन्। आजको यो गहिरो छलफलबाट हामीले धेरै महत्त्वपूर्ण कुराहरू सिक्यौँ। हो, जस्तो कि बजारलाई चार्टले भन्दा त्यसको अन्तर्निहित अवस्थाले डोर्याउँछ। सीओटी रिपोर्ट र ओपन इन्ट्रेस्ट जस्ता उपकरणहरूलाई परम्परागत भन्दा विपरीत दृष्टिकोणले हेर्दा फाइदा हुन सक्छ। सहनशीलता, धैर्य र नम्रता चाहिन्छ। र सबैभन्दा महत्त्वपूर्ण, हरेक व्यापारीले आफ्नो लागि काम गर्ने एज र आफूलाई सहज हुने जोखिमको स्तर आफै पत्ता लगाउनुपर्छ। एकदम सही। र अन्तमा हाम्रा श्रोताहरूका लागि एउटा चिन्तनयोग्य प्रश्न छोडेर जाउँ न त। हुन्छ। विलियम्सले बजारहरू अन्तर्निहित कारणहरूले चल्छन् भनी निरन्तर जोड दिनुभयो। हामी बजार सहभागीहरूले चार्टका विभिन्न ढाँचाहरू र सूचकहरू पछ्याउन कति समय खर्च गर्छौं, अनि मूल्यलाई वास्तवमै चलाउने आधारभूत अवस्थाहरू वा कारणहरू जस्तै आपूर्ति र मागको असन्तुलन, लगानीकर्ताको मनोविज्ञान, ठूला खेलाडीको गतिविधि बुझ्न कति समय दिन्छौं होला? यो महत्त्वपूर्ण प्रश्न हो। यदि हाम्रो ध्यान प्राविधिक चार्टबाट यी आधारभूत कारणहरूतिर सारियो भने हाम्रो ट्रेडिङ वा लगानीको नतिजामा के परिवर्तन आउन सक्ला? यो सोच्न लायक प्रश्न हो।